गाइज वेलकम माई मिनी ब्लग। म चाहिँ आज बिदाको दिन चट्ट नुहाइ गरेर यसो घुम्न जान लाग्छु हाम्रो माउसानसँग। कहाँ लैजान्छन् घुम्न सरर घुम्न जाँदैछु गाइज। कता लैजान्छन् आज माउसानले मलाई। जङ्गल मात्रै छ है सबै। रात पर्न लाग्यो कहाँ लैजान्छन् अहिले मैले फेरि भन्छु है गाइज। हाम्रो माउसान हुनुहुन्छ उहाँ चाहिँ कहाँ लैजान्छन् घुमाउन। बाटो धान रोप्ने भयो उनलाई चाहिँ के त अब फेरि कहाँ लैजान्छु अनि हिँडेर कहाँ लैजान्छन् है आज मलाई सरप्राइज रे के। ल हामी चाहिँ सुरुङभित्र छिर्न लाम गाइज। सुरुङ रहेछ। म चाहिँ कता भनेको त साकुरा फुलेतिर आएको छु गाइज। कस्तो राम्रो फुलेर रहेछ यता घुम्न आएको हामी माउसान र त्यो चाहिँ डराएर भागेर हाम्रो माउसान फेरि गाइज। कस्तो राम्रो रहेछ क्या फुलहरू हो नि त राम्रो छ। मलाई चाहिँ मेरो मिनी ब्लगमा स्वागत छ। म चाहिँ आज यता साकुरा घुम्नतिर आएको थिएँ। अघि कहाँ लैजान्छन् भनेको त यता साकुरा फुलेकोतिर घुम्न आइन्छ गाइज। साकुरा यस्तो मजे बाटोभरि फुलिरह गाइज। कस्तो लाग्यो तपाईँहरूलाई हेर्नु साकुरा गर्दा। दिस इज साकुरा दिस इज वातासी गइ त म त देखिन्न त। आजको दिन छुट्टीको दिन गयो आज रमाइलो छ। ल वेलकम धन्यवाद। मेरो मिनी ब्लग लाइक कमेन्ट सेयर गरिदिनु होला। बाई। ल है गाइज हामी साकुरा हेरेर फर्किनु लगाएको। फर्किम रात पर्यो। साकुरा हेर्दा गाइज साकुरा हेर्दा रात पर्यो। ल फर्किम हामी गाइज। कस्तो राम्रो रहेछ रात पर्यो ढिलो आइएछ। त्यो रात पर्यो धेरै बेर घुम्न पाइएन। फर्किम गाइज रात पर्यो। अलि छिटो आएको भयो राम्रो नि छ। अँधेरो भयो फोटो खिच्न पनि। एक दुईवटा फोटो खिच्यो त्यही हो 2-4वटा। त्यही हो आजको दिन सक्यो। आजको बिदाको दिन सक्यो। यत्तिकै घुमेर फर्केर परेम। ल बाई गाइज। फेरि अर्को ब्लगमा भेटौँला। मन परे लाइक कमेन्ट सेयर गरिदिनु होला। ओके बाई।